म त्यो ब्याग बोक्दिनँ, तपाईँले बोकिदिनु। राम राम। अब 5 बाट 6 मा जाने छोरी अनि आफ्नो ब्याग त आफै बोक्नुपर्छ नि। 9 केजीको ब्यागमा कसरी बोक्नु? अनुष्काले चाहिँ जहिले पनि म ब्याग बोक्न सक्दिनँ भन्छ। हुन पनि हो, अनुष्काको ब्याग चाहिँ एकदमै ढुङ्गा जस्तै साह्रो न साह्रो हुन्छ है। किन साह्रो हुन्छ भनेर आज अनुष्काको ब्याग चाहिँ मैले जोगिदिएँ। अनुष्का चाहिँ रहेछ लगभग 30 केजी लुगा समेत होइन, अनि ब्याग चाहिँ रहेछ उसको 9 केजीको। राम राम। अनि 9 केजीको ब्याग 30 केजीको मान्छेले बोकेर कसरी हिँड्नुहोस् त है, पुर्याउन जानै पर्छ भन्दा भन्दै हाम्रोतिर चाहिँ अब होलीको लागि लुगा कपडा बिक्री हुन थालिसकेछ कि। अनि यसो हेऱ्यो, होलीको भाइब्स पनि एकदमै राम्रो। अनि अनुष्काको बाबाले चाहिँ आज भक्का खाने भन्नुभएको थियो कि। अस्ति म न्यु रोड गएको बेला पनि मलाई भक्का ल्याइदिनु भन्नुभएको थियो। मैले त्यहीँ दिव्येश्वरीमा पाउँछ त भनेर भनेको थिएँ। कहाँ हो मलाई थाहा छैन, ल्याइदेऊ भन्नुभएको थियो होइन। मम्मी र म चाहिँ अब वकिङ गर्दै गएको थियौँ नि त, त्यहाँनिर हामी सासू बुहारीले चाहिँ खप्नै सकेनौँ कि। एउटा चाहिँ चाखिहाल्यौँ, घरमा ल्याएर चाहिँ हामीले अचारसँग दिउँ भने म चाहिँ यहाँ चियासँग चोबेर फेरि खाँदै